हुन्छ इन्डोर फ्याक्ट्रीमा है तपाईको काम भने मेटलको ठुलो स्ट्रक्चर बन्छ त्यहाँ गएर अब ठुलो सामान हेभी सामान त त्यहाँ क्रेनले उचाल्छ ठुलो हल हुन्छ के हल सक्रियले उठाल्ने नसक्ने क्रेन सिस्टम फेरि यो कुनै अरू फ्याक्ट्रीहरू इन्डोर हुन्छ नि भन्नाले त्यो बारेको हुन्छ नि यो स्टिलको चाहिँ बारेको हुँदैन के किनभने ग्यास हुन्छ दुनिया हुन्छ नि भित्र हावा नि चाहिन्छ हैन त्यो हुन्छ अनि स्टिलको काम चाहिँ फलामको काम हुन्छ कि फलामको स्ट्रक्चर बन्ने अब कस्तो कस्तो उनीहरूलाई अर्डर आउँछ त्यो अनुसार स्ट्रक्चर बन्छ है अनि त्यसमा चाहिँ तपाईँहरूले एज अ लेबर काम गर्ने त कसैलाई वेल्डरिङ आउँछ भने त्यहाँ अब सुपरभाइजरलाई भन्ने आफ्नो काम हो है कसैलाई वेल्डिङ आउँछ त्यही पनि त्यहाँको CO2 वेल्डिङ हुन्छ कि बुझ्नुभयो नि यहाँको जस्तो वेल्डिङ हुँदैन ग्यास वेल्डिङ हुन्छ ग्यासले CO2 ग्यास जोडेर ग्राइन्डर गर्नेदेखि मोडेर गरेर तिमीहरूको सबै काम छ त्यहाँ ग्राइन्डिङ गर्न सिक्ने फलाम काम हुन्छ अलि गाह्रै हुन्छ फलाम काम भने फोरी हुन्छ सेफ्टी युज गरेर बल्ल हेर्नुहोस् है यो यहाँ अल ओताइबी भन्ने हो मेन कम्पनी तपाईँहरू यसको चाहिँ तपाईँ रियारमा छ तपाईँहरूले यहीले चाहिँ तपाईँको सप्लाई गरेर तपाईँहरूलाई दिने भनेको त्यो स्टिल फ्याक्ट्रीमा दिने हो तपाईँहरूलाई तपाईँ काम गर्ने भने त्यही स्टिल फ्याक्ट्रीमा हो तपाईँको स्यालेरी भनेको यहीँ लेखेको छ 10 घन्टाको 1000 + 200 1200 2 वर्ष एग्रिमेन्ट हो फ्याक्ट्रीभित्र तपाईँको स्टिल फ्याक्ट्रीभित्र तपाईँहरू काम गर्नु पर्यो अब स्टिल फ्याक्ट्रीभित्र के काम हुन्छ भनेपछि ग्राइन्डर गर्नेदेखि लिएर गएर कटिङ गर्नेदेखि लिएर गएर तपाईँको ओल्डिङ हान्नेदेखि लिएर गएर सबै काम हुन्छ त्यहाँभित्र उचाल्नेदेखि लिएर गएर सबै हुन्छ त्यहाँ काम आफूले सक्ने उचाल्ने हो सक्दै नसक्ने कसरी उचाल्छ र त्यहाँ ल्याउने हुन्छ मिस्त्रीले माग्दाखेरि त्यहाँ त दिनु पर्यो गाडी आउँछ भने हालिदिनु पर्यो हेल्पर काम हो तिमीहरू तपाईँहरू 20 जना हुन्छ आज कोही ओल्डर छ कोही तपाईँको हेल्परहरू छ तपाईँको अरू हेल्परहरू छ 20 जना एउटै कम्पनी काम गर्ने हो है मिलेर काम गर्नु तपाईँहरू काम भने तपाईँको स्टिल फ्याक्ट्रीमा काम गर्ने अब स्टिल फ्याक्ट्रीमा काम के हुन्छ भन्दाखेरि तपाईँलाई थाहा छ अहिले देखायो नि भिडियो त्यही हो सिस्टम तपाईँलाई थाहा छ हेल्परले कटिङ पनि गर्नुपर्छ कटिङ सटिङ सबै गर्नुपर्छ ग्राइन्डिङ गर्नुपर्छ सफा गर्नु पर्यो ग्राइन्ड गर्नु ठुल्ठुलो स्ट्रक्चरहरू हो के सामान यताको सामान चालेर यता राख्नुपर्छ हैन कति कुराहरू हुन्छ नि यो रेडी भयो ग्राइन्डिङ गरेर यता राख्नुपर्छ अब हेभी